हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म सुप्पा देउरालीको झुलुङ्गे पुलमा हिँडिरहेको छु। आजको भ्लग एकदमै रमाइलो हुन लागेको छ। तपाईहरू पनि मसँग ब्युटिफुल ठाउँको मजा लिनुहोस्। गाइज, यहाँ हेर्नुहोस् त, यो झुलुङ्गे पुल कति ठुलो र राम्रो छ। तल खोला बगिरहेको छ, माथिबाट हावा पनि एकदमै मिठो आइरहेछ। यहाँको भ्यू एकदमै दामी छ। म अहिले पुलमाथि हिँड्दैछु र सत्य भन्नुपर्दा मलाई डर पनि लागिरहेछ र यहाँबाट देखिने भ्यूले सबै डर बिर्सिरहेको छु। एक साइडमा पहाड र अर्को साइडमा हरियो वन र बीचबाट बग्ने खोला छ। गाइज, यस्तो ठाउँमा आउँदा फोटो र भिडियो नखिच्ने कुरा नै हुँदैन। यहाँको ब्याकग्राउन्ड एकदमै पर्फेक्ट छ। यदि तपाईहरू पनि यहाँ आउनुभयो भने फोटो लिन नबिर्सिनु होला। झुलुङ्गे पुलमा हिँड्दा यस्तै हुन्छ। जति अगाडि जान्छु त्यति रमाइलो लागिरहेछ। यहाँको इन्भाइरोमेन्ट एकदमै पर्फेक्ट छ। चारैतिर हरियाली मात्र छ। चराहरूको आवाज आइरहेछ। सिटीको जस्तो नोइज छैन। मन नै फ्रेस हुने ठाउँ हो यो। यहाँ अरू मान्छेहरू पनि घुम्न आएको छन्। कोही फोटो खिच्दैछन्, कोही भिडियोहरू बनाउँदैछन्, कोही फ्यामिलीसँग इन्जोय गर्दैछन्। म अहिले पुलको बिचमा छु र यहाँबाट देखिने भ्यू सबैभन्दा राम्रो छ। गाइज, यो साइडमा हेर्नुहोस् त, पुरै पहाड र खोलाको कम्बिनेसन एकदमै ब्युटिफुल छ। म आएको बाटो पनि एकदमै राम्रो छ। अलिक हाइकिङ जस्तो फिल आयो, तर यहाँसम्म आएर भ्यू हेरेपछि सबै थकाइ गायब भयो। ओके गाइज, आजको भ्लग यति नै। यदि तपाईहरूलाई सुप्पा देउरालीको झुलुङ्गे पुल मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला र कमेन्टमा कस्तो लाग्यो भनेर लेख्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। अर्को रमाइलो भ्लगमा फेरि भेटौँला। बाई गाइज।